राम्रो हुँदैन। किनकि आज हामी एउटा देउसी भैलो कार्यक्रम गर्नको लागि आइएका छौँ। हाम्रो मणि कुमारजी जो घरबेटीको स्थानमा आइएका छौँ र अडस पडोसलाई चाहिँ कुनै पनि अब्जेक्सन नहोस् भन्ने कारणले चाहिँ म अनुरोध गर्दछु। यताउता नझाकौँ, आफ्नो जुन कर्ममा आफ्नो लक्ष्यमा आइएको छ त्यसलाई चाहिँ पूर्ण रूपले चाहिँ कार्यक्रम गरौँ र सम्मान गरौँ। अगले साल पनि आउनेवाला पिँढीले पनि यस्तै कार्यक्रम गरून् भन्ने चाहिँ हार्दिक अनुरोध गर्दछु। धन्यवाद। ahai namaskara o yo sanskara o paridhiti o hamro रीति o राम्ररी भन o स्वर मिलाइकन o जोडसितै भन ahai राम्ररी भन है स्वर मिलाइकन ओ भन न भन ओ भन मेरा साथी ओ भन मेरा भाइ हो ओ चिप्लो बाटो ओ लड्दैन पढ्दै ओ आयो हामी ओ हजुरैको ओ घर दैलोमा ओ दुःख पीडा ओ नमान्नु होला ओ दुःखमा पीडा ओ नमान्नु होला ओ राम्ररी भन ओ स्वर मिलाइकन ओ भन मेरा भाइ हो ओ राम्ररी भन कोही साथी ओ पूर्वैबाट ओ कोही नै साथी ओ पश्चिमैबाट ओ कोही नै साथी ओ उत्तरैबाट ओ कोही साथी ओ दक्षिणबाट ओ देउसी खेल्न ओ आयौ हामी ओ हजुरैको ओ आँगनमा ओ घरबेटी बाबा ओ घरबेटी आमै ओ घरबेटी बाबा ओ घरबेटी आमा ओ रातो बाटो ओ चिप्लो बाटो ओ लड्दैन पढ्दै ओ झिलमिली झिलमिली ओ केको झिलमिली ओ फुलको झिलमिली ओ केको झिलमिली ओ देउसीको झिलमिली ओ झिलमिली झिलमिली ओ बत्तीको झिलमिली ओ राम्ररी भन ओ स्वर मिलाइकन ओ राम्ररी भन ओ यसै हामी ओ आएका होइनौँ ओ बलि राजाले ओ हुकुमै गरी ओ पठाएका ओ हामीलाई ओ हाम्रो संस्कृति ओ राम्ररी भन ओ हाम्रा छोरा ओ हाम्रा छोरी ओ सबैलाई ओ हाम्रो संस्कार ओ देखाउन भनी ओ देखाउन भनी ओ सिकाऊ भनी ओ देउसी खेल्दै ओ हजुरैको ओ आँगनमा ओ हजुरैको ओ आँगनमा ओ देउसी खेल्दा ओ आयौ हामी ओ आयौ हामी ओ राम्ररी भन ओ स्वर मिलाइकन ओ जोडसितै भन ओ यही ठाउँमा ओ अर्कै साल
ए सही